साथीहरू गुड आफ्टरनुन। यो के हो थाहा छ तपाईँहरूलाई? यसलाई चाहिँ हिन्दीमा इन्डियन भाषामा चाहिँ कान्जी भन्छ होइन। कान्जी अल्कलाइन वाटर जे भने पनि हुन्छ। यो चाहिँ बिटरुट हालेको हुन्छ यसमा, बिटरुट पानी भनौँ न, तर यसमा बिटरुट मात्रै हुँदैन, अरू धेरै थोक हालिन्छ। म यो बनाउँदा कसरी बनाउँछ नि तपाईँहरूलाई देखाउँछु ल। मैले चाहिँ यो अघि रेडी गरेको छु पानी। यसमा चाहिँ अलिकति तोरीको ढुङ्गा हालेको छ, अनि खोर्सानी एउटा हालेको छु, अनि बिटरुट अलिकति काटेर हालेको छु। रेडी पारिरहेको छु मैले। यो अदुवाको टुक्रा अलिकति हाल्न, यो चाहिँ अदुवाको कुड्का हो, यो पनि हाल्नुपर्छ। अनि यो बिटरुट तासेर काटेर ठिक्क पारेको छ, यो पनि यसरी हालिदिने। अनि त्यस पछाडि यसलाई मजाले चलाइदिने, अनि यसलाई 24 घन्टाको लागि छोपेर राख्नुपर्छ। अनि यसमा अलिकति बिरे नुन या सुदो नुन पनि हाल्न सकिन्छ होइन। म चाहिँ सुदो नुन हालेर खान्छु। मैले यो रेडी गरेको चाहिँ सुदो नुन हालेको छ। त्यो यो चाहिँ खाने बेलामै हाल्दा पनि हुन्छ, अगाडिदेखि हाल्नु पर्दैन। अनि यो अहिले यतिको रातो छ, भोलि बिहान खाने बेलासम्ममा यस्तो हुन्छ, यतिको हुन्छ। अनि यो चाहिँ एकदमै हेल्थको लागि राम्रो हुन्छ अरे भन्ने सुनेर म पनि बिट त्यत्तिकै खानु सकिँदैन, खिरी आउँछ होइन घाँटीमा, अब कस्तो खिरी आए जस्तो हुन्छ नि त। मलाई चाहिँ अब तपाईँहरूलाई मनपर्छ भने त त्यत्तिकै खाँदा नि हुन्छ। अनि यसरी बनाएर खान्छु है साथीहरू म चाहिँ। तपाईँहरूलाई पनि मनपर्छ भने ट्राई गर्नुहोस् ल। ओके बाई।